हेलमेट हेलमेट लगा के रेडी हो गया भैया, अब चलेगा भैया। के पचास केटा हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा होइन। आज चाहिँ म जाँदैछु जुत्ताको यो के भन्छ यो यसलाई के भन्छ केटा, जुत्ता यो ठुलो भएर चाहिँ यो जुत्तालाई यो भित्र यो के भन्छ अरे यो जिब्रो भन्छ के भन्छ है, त्यो हाल्नको लागि जाँदैछु म। अनि दाइको पनि के बनाउनु भन्ने कुरो छ। अनि यो चाहिँ हेलमेट होइन, बाइकको हेलमेट, यो चाबी होइन। टक्क अब यो बाइक चाहिँ आज मैले त्यसमा गर्नेछु होइन, देख्न सक्नुहुन्छ है। हेलमेट हेलमेट लगा के रेडी हो गया भैया, अब चलेगा भैया जूता बनाने, चलो भाई। बाइक टेस्ट राइड हाल्ने हुन्छ आज। दाजुको टेस्ट राइड गर्ने है दाजुतिर हो। अब कता जाने, कम्तिर बस्ने कतैतिर राइट। आइरहेको अवस्था अगाडि सहभागी छौँ। कता जाने, यता के त पारिपट्टि बस्नु यो अगाडिको पृथ्वी चोक हो। यो बस्छु कता जाइन्छ पोखरा पृथ्वी चोक, अहिले त हाल लखन चोक गरे। पोखरा पृथ्वी चोक लामो समय राख्ने भिडियो लगायत देख्न सक्नुहुन्छ। यो चाहिँ पोखराको पृथ्वी चोक है। दाजुले चाहिँ यहाँ सिलाउनु भएको जुत्ता दाजुले तर लास्ट महँगो लिनु भएको 250 केटा हो। दामा चाहिँ सिक्टी बनाउँदै बस्नु भएको। सुन्दैन भएछ तपाईँ सेतो चिया खानुहुन्छ न?
चिया बनाइदिनु न चिया दुई कप अब एक कप चिया खाएर जाने हामीले अनि टक्क चिया खाएर गएपछि रुममा थुप्रो नेट चलाउँदै बस्नु होला नि होइन के हो ल मिठो हुन्छ है ल खानु त तपाईँको नाकदेखि माथि त पुत्ता छ है ल ठिक छ फाइनली रुममा आइपुग्यो होइन धेरै काम थिएन है जुत्ताको त्यो हालमा र अनि सिलाउनु मात्र है त्यो भिडियो यति नै रहेको छ होइन